Hello, namaste and welcome back once again. आजको यो नयाँ भिडियोमा आज चाहिँ तपाईलाई म अमेरिका दर्शन गराउन लिएर जाँदैछु। स्पेशली यो fall and winter time मा युजुअली अमेरिकामा चाहिँ you know like traveling long drive गर्न चाहिँ मजा आउँछ। यहाँको ट्रीजहरु चाहिँ स्पेशली पातहरु झर्ने बेला आइराको हुन्छ। सो स्पेशली विन्टर टाइममा चाहिँ तपाईको स्नोले गर्दा सबै पातहरु पनि झर्छ। अहिले पहिला नै यो हावाहुरीले गर्दा चाहिँ वेदर चेन्ज हुने टाइम हो। सो द्याट्स व्हाई इट लुक्स सो ब्युटिफुल, सो प्रिटी। फल वेदरमा चाहिँ सबै फल भनेर झरिरहेकै हुन्छ। त्यही भएर तपाईलाई आज चाहिँ म घुमाउन लिएर जाँदैछु अमेरिकाको पेन्सिल्भेनिया एरियामा। हामी चाहिँ हाम्रो मेरील्यान्डबाट लगभग 2 आवर्सको ड्राइभ गरेर पेन्सिल्भेनिया जाँदैछौँ। रोड ट्रिप्सहरु तपाईलाई देखाउँदैछु अमेरिकाको हिसाबले यहाँको बाटोहरु कस्तो हुन्छन्, प्लस यहाँको जंगलहरु कस्तो हुन्छ, यहाँको गाडीहरु कस्तो हुन्छ, पहाड कस्तो हुन्छ। सायद हल्का फुल्का पहाडमा जान्छ होला यहाँको, हैन? नेपालको जस्तो पहाड त हुँदैन, तर पनि अमेरिकाको पहाड पनि हेरौँ होला। अनि ह्यारिसबर्गमा चाहिँ नेपाली स्टोरहरु धेरै टन्नै रहेछ। त्यहाँ पनि के कस्तो हुन्छ भनेर तपाईलाई देखाउँछु। स्टोरमा के कस्तो पाउँछ, अरु त्यहाँ नेपाली कम्युनिटी, नेपाली सोसाइटी कस्तो छ, त्यो एक्सप्लोर गर्न चाहिँ हामी घरदेखि 2 आवर्स ड्राइभ गरेर जाँदैछौँ। सो स्टे ट्युन। अब तपाईलाई म देखाउँछु अमेरिकाको टुर। हामी चाहिँ अहिले पेन्सिल्भेनियाको बाटोमा जाँदैछौँ। युजुअली फ्रेडरिक भन्छ, हैन? फ्रेडरिक एरियामा। सो अहिले चाहिँ हामी गाउँको बाटो, अमेरिकाको गाउँको बाटो जाँदैछौँ। यहाँ चाहिँ तपाईलाई लाग्छ होला अमेरिका सिटी छ भनेर। इट्स नट लाइक दैट। सिटी मात्रै अमेरिका एक हिसाबले सबैभन्दा ठुलो छ, हैन? वान अफ द बिगेस्ट कन्ट्री इन द वर्ल्ड। टप 3 मा आउँछ होला सायद। इभन दो अब न्युयोर्क, तपाईको शिकागो, फ्लोरिडा, सान फ्रान्सिस्को, क्यालिफोर्निया, डीसी, इट्स अल अबाउट सिटी लाइफ छ, हैन? बट रेस्ट अफ द टाइम चाहिँ रेस्ट अफ द वर्ल्ड अमेरिकाको चाहिँ कन्ट्री टाइपको, हाम्रो गाउँको जस्तो सुख सुविधा सबै छ, बट एकदमै खाली छ क्या, हैन? अब जस्ट ओन्ली हाइवे छ, राम्रो बाटो छ, जंगल पनि राम्रो तरिकाले सेटअप गरेको छ। अनि प्लानिङले चाहिँ अरु सबै सामानहरु पनि पाउँछ, सबै फेसिलिटी सबै छ, इलेक्ट्रिसिटी, वाटर, एभ्रिथिङ इज हियर। बट एक्सेप्ट पिपल, हैन? मान्छेहरु चाहिँ त्यति गाउँमा बस्दैन। गाउँमा बसेको मान्छेहरु पनि त्यति कन्सन्ट्रेट एरियामा, अधिक एरियामा बसेको हुन्छ। अदरवाइज मान्छेहरु चाहिँ सिटीमै कन्सन्ट्रेट भएर बसेको हुन्छ काम गर्नको लागि। स्पेशली हामी जसरी इमिग्रेन्टहरु आएर यहाँ चाहिँ सिटीमै बस्छौँ, किनभने अपर्च्युनिटीहरु पनि धेरै पाउँछ अनि हामीलाई चाहिँ सिटी नै मन पर्छ, हैन? द्याट्स व्हाई। बट नाउ यो चाहिँ गाउँको एरिया हेर्नुस् अमेरिकाको कस्तो छ। उता सानो सानो पहाड पनि देखिरहेको छ, हैन? अब सुरु चाहिँ गर्दैछौँ हामी ट्रिप। सो लेट्स सी। अहिले चाहिँ हामी लगभग पेन्सिल्भेनिया र मेरील्यान्डको बोर्डर बिचमा छौँ, हैन? अब लगभग पेन्सिल्भेनियामा छिर्न थालियो। यहाँ चाहिँ पेन्सिल्भेनियामा एउटा त्यो लाइक एमिस पिपलको लाइफ भन्छ, जुन चाहिँ 17-18 शताब्दीको जिन्दगीमा अझै पनि रहिरहेको छ भन्ने एरिया चाहिँ यति नै हो। कुनै दिन टाइम मिल्यो भने त्यहाँ पनि जाउँला, त्यसको पनि भ्लग बनाउला। उनीहरू चाहिँ अझै पनि विदाउट इलेक्ट्रिसिटी, विदाउट एनी लाइक मोडर्न इक्विपमेन्ट, विदाउट एनी लाइक अदर स्टफ, इन्टरटेनमेन्ट अझै जिन्दगी जिएको छ अरे। सो दे आर लिभिङ देयर बेस्ट लाइफ, आई थिङ्क, यु नो। बट दे लिभ टुगेदर लाइक अ कम्युनिटी, सोसाइटी। तर अहिले चाहिँ हामी पेन्सिल्भेनियाको लगभग एन्ट्रीमा छौँ। अझै पनि लगभग गाउँ जस्तो एरिया छ। सो लेट मी शो यु हाउ इट इज। यो चाहिँ पहाडीको बिचमा हामी चट्ट जाँदैछौँ, हेर्नुहोस् यो, हैन? उपर माथि यो सानो सानो पहाड छ। आई बिलिभ दिस इज अ पार्ट अफ एपलेसन माउन्टेन। के भन्छ त्यही एपलेसन माउन्टेन हो कि के भन्छ, त्यसैको पार्ट हो। हाम्रो मेरील्यान्डमा पनि हल्का भएर जान्छ अरे, हैन? सो द्याट्स वेयर वी आर प्रोबेबली। अनि यो चाहिँ माथि मकैबारीको खेत हेर्नुहोस्, हैन? यो सबै मकै हो। अहिले मकै उठाउनु टाइम भइरहेछ होला, मस्त लाएर हेर्नुहोस्। इट्स अल अबाउट फार्मिङ, हैन? टन्न फार्मिङ भइरहेछ यता। यता चाहिँ अब यो गाउँको बाटो, यहाँ ट्र्याक्टरहरू फार्ममा गएर टन्न काम गरेर हिँडेर यति मोटो मान्छे हेर्नुहोस्। इट्स भेरी लभली, एकदम कुल, शान्त, साफ सुथरा गाउँ, अमेरिकाको गाउँ, हैन? आई थिङ्क द्याट्स व्हाट इट इज। वी आर अलमोस्ट देयर। मेबी 1 आवर मोर ड्राइभ छ ह्यारिसबर्ग पहुँच्नको लागि चाहिँ। अबको यो आउने भिडियोमा चाहिँ मेरो एकजना साथी, सँगै पढेको साथी पूजन पाण्डेलाई चाहिँ मैले प्र्याङ्क कल गरेको थिएँ। उसँग चाहिँ मेरो फोन नम्बर सेभ रहेछ। त्यसको फाइदा उठाउनलाई चाहिँ मैले अमेरिकाको पुलिस भनेर चाहिँ उसलाई कल गरेको थिएँ। ऊ चाहिँ एकदमै डराएको। एकछिन उसको रियाक्सन चाहिँ हेर्नुहोस् है अब कस्तो देखिरहेको छ अबको आउने भिडियोमा। Pujan Pandey. So that's why. Okay. Where are you right now, sir? Are we at work or at home? I'm at work. Work, okay. Hey bro, चिने ना क्या कि हो बात ही बना? What? Number सेव छैन क्या विकास हो क्या?
ए मलाई अस्ति त्यस्तै भाइरसँगै परेको थिएँ क्या राजा यार 7 बजी भयो नि मुला चाहिँ अस्ति पुलोबाट हानेको थियो के हो मैले अस्ति पुलोबाट हानेको थियो कसम मेरो त रन खन्ने नि मुला साग I see. तिम्रो फेरि अलिअलि पनि मिल्यो नि त फेरि अनि कता छ ब्रो साथको लागि त पुरै यहाँ मैले भर्खरै काम गर्नै ल्याएको थिएँ कि I see. अहिले चाहिँ हामी पेन्सिल्भेनियाको बाटोमा ट्राभलमै छौँ अझै पनि यो चाहिँ अमेरिकाको गाउँ जस्तो लाग्छ मलाई चाहिँ साफ सुथरा एकदम क्लिन एन्ड हाइवेहरू चाहिँ एकदम राम्रो छ यहाँको चाहिँ होइन यहाँ चाहिँ मकैबारीको साइडमा हेर्नु सबै मकैबारी छ एकदम यो चाहिँ यहाँको अब सानोतिनो अब गाडीको काम हुन्छ होला गाडी अनि यो चाहिँ पहाड हेर्नुहोस् होइन आकाश पनि नजिकै छ कस्तो लागिरहेको छ हेर्नुहोस् सो इन्जोय द भिडियो स्टिल वी आर कपल मिनट अवे अलमोस्ट लाइक अब 30 मिनट छ पुग्छ होला एकछिनमा अब यो चाहिँ हामी पेन्सिल्भेनियाको अब ह्यारिसबर्ग भन्ने एरियामा आउन थालिसकेका छौँ सो इट्स लाइक अ लिटल मिनी टाउन इन बिट्विन द एपलेचियन माउन्टेनको बिचमा होइन यो चाहिँ एकदम शान्त सुन्दर छोटो सबर्ब भन्छ होइन त्यस्तो टाइपको एरिया हो सो यो हेर्नुहोस् टक्क लाग्यो अब रेड लाइटहरू भर्खर हामी लगभग अहिले 90 माइल अलमोस्ट 150 किलोमिटर चलेपछि बल्ल रोकियो यहाँ रेड लाइटहरू भित्रको बाटोमा होइन सो इट लुक्स प्रिटी कुल हामी यो पेन्सिल्भेनियाको ह्यारिसबर्गमा छौँ यो चाहिँ हेर्नुहोस् यस्तो राम्रो नदी छ इट्स सो लुकिङ नाइस आई डोन्ट नो विच वान इट इज बट इट लुक्स सो प्रिटी अहिले चाहिँ एकछिनपछि हेरौँला यहाँ चाहिँ हामी यतापट्टि आइयो यो चाहिँ टक्क अब ह्यारिसबर्ग चाहिँ सुरु भइसकेको छ इट लुक्स सो नाइस अहिले चाहिँ टक्क लाएर आइयो यो एरियामा अहिले सिटी छ अलमोस्ट वी आर अलमोस्ट देयर यो चाहिँ हाम्रो पेन्सिल्भेनियाको रेलवे ट्र्याक्सहरू आई थिङ्क पुरानो टाइममा चाहिँ एकदमै चल्ने थियो होला अहिले पनि आई थिङ्क यो लङ डिस्टेन्स रेल्सहरू यहाँदेखि चल्छ होला स्पेसली कार्गो रेल्सहरू प्लस अरू तपाईँको नर्मल एमट्र्याकहरू पनि चल्ने यहाँको आई थिङ्क मेट्रो लाइन देखिरहेको छ अहिले चाहिँ हामी पेन्सिल्भेनियाको ह्यारिसबर्गमा आएका छौँ होइन ह्यारिसबर्गको स्थित हल्का तपाईँले सिन त हेर्नुभयो अघिसम्म अहिले चाहिँ हामी यहाँ चाहिँ नेपाली कलेक्सन भनेर आएको छ नेपाली क्लोदिङ स्टोर यहाँ चाहिँ पुरै सामानहरू नेपाली अब लाइक देउरा सुरुवार मगर ड्रेसहरू अरू सामानहरू पनि पाइन्छ प्लस इन्डियन सामानहरू पनि भनेर आएको छ द्याट्स वाइ हेयर टु चेक इट आउट फर माई वाइफ होइन सो अहिले चाहिँ अब हेरौँ के सामान पाउँछ तपाईँलाई म भित्रबाट पनि देखाउँछु कस्तो हुन्छ लाउनुहोस् ल यो चाहिँ तपाईँको हाम्रो सबै कल्चरल सामानहरू नेपालिज स्पेसली यो शेर्पाहरूको सामानहरू प्लस यता मगर गुरुङको सामानहरू टन्न पाइरहेको छ होइन अनि यता चाहिँ हल्का फुल्का यो आई थिङ्क मगर शेर्पाहरू के होला यो पनि होइन सो इट्स लट्स अफ अप्सन्स हियर एमएनएस कलेक्सन सो द्याट्स रियली नाइस अनि हल्का फुल्का सामान चाहिँ मेरो बुढीले लिइसक्यो होइन 2-3वटा सो तपाईँले मसँग हल्का पेन्सिल्भेनिया टुर त गर्नुभयो होला होइन एकदमै चिसो हुन थालेको थियो साँझको बेला त्यही भएर चाहिँ हल्का ज्याकेट लगाइदिएको कस्तो लाग्यो आजको भिडियो सो कमेन्ट गर्नुहोस् लाइक्स पनि गर्नु होला सेयर पनि गर्नु होला प्लिज तपाईँको एउटा सानो सब्सक्राइब सानो फलोले इट विल गिभ मी मोटिभेसन होइन केही अझै तपाईँलाई भिडियो ल्याउने इन्करेजमेन्ट दिन्छ सो प्लिज इट्स टोटली फ्री फर यु गाइज just subscribe and follow me for the upcoming videos. Stay tuned. Thank you so much. Jai Nepal.